Hi everyone, welcome to another swimming vlog. काठमाडौँमा चाहिँ यो दिन एकदमै गर्मी भइरहेको छ, त्यही भएर हामीले चाहिँ स्विमिङ गर्न जाऊँ भनेर सोचेको। हामीले काठमाडौँमै इन्डोर र आउटडोर दुईटै स्विमिङ पुलहरू चाहिँ अलिअलि रिसर्च गरेका थियौँ, तर मलाई स्विमिङ पुलको पानी खासै मन पर्दैन केमिकलहरू, त्यही भएर नेचुरल स्विमिङ पुलमै जाऊँ भनेर डिसाइड भयो। And this is my first time traveling from this area अनि मलाई चाहिँ सबै ठाउँ एकदमै राम्रो लागिरहेको थियो क्या दक्षिण कालीबाट फर्पिङ अनि त्यसपछि फेरि यो ठाउँहरू दिस वाज माई फर्स्ट एक्सपिरियन्स ट्राभलिङ थ्रु दिस रुट अनि रोड चाहिँ एकदमै राम्रो नै थियो पिच थियो सबै काठमाडौँबाट अलमोस्ट 1 hour and 30 minutes पुग्छौँ डिस्टेन्स चाहिँ काठमाडौँबाट अराउन्ड 36 to 40 किलोमिटर जति छ गुगल म्याप हेरेर मजाले जान सकिन्छ सिस्नेरी बजार पुगेपछि चाहिँ खोला तरेर चाहिँ उता साइडमा जानुपर्छ हामी चाहिँ रङ रुट लिएर 2 किलोमिटर जति चाहिँ सिस्नेरीबाट नि अगाडि पुगेको थियौँ अनि फेरि फर्केर फेरि यो अफ रोड हुँदै गयौँ जे होस् खोला तरेर नै 2 किलोमिटर जति अगाडि जानुपर्छ अनि मात्रै पुगिन्छ अनि गाडी र बाइक दुवै मजाले नै हिँडिरहेको थियो त्यो बाटोमा चाहिँ अनि फर्स्टमा यो ठुलोवाला पुलमा पुगिन्छ हामी चाहिँ काठमाडौँबाट 1 बजीतिर हिँडेको थियौँ अनि त्यहाँ 2:30 बजीतिर हिँडेको थियौँ तलको त्यो स्टार्टिङको पुल चाहिँ एकदमै ठुलो थियो अनि मान्छे पनि धेरै थियो त्यही भएर हामी माथि गयौँ अलमोस्ट त्यो खोलाभरिमा चाहिँ 5-6 वटा पुल नै छ ठुलो ठुलो नै योवाला चाहिँ थर्डमा पुगेको पुल हो अनि योभन्दा माथि पनि 2टा पुल थियो पानी चाहिँ फेरि सबै पुलमा नै एकदमै क्लियर छ अनि एकदमै सफा छ ठाउँ मलाई चाहिँ पर्सनली योवाला पुल चाहिँ एकदमै राम्रो लागेको थियो यो चाहिँ थर्डतिर छ अनि तर यसमा चाहिँ खेल्न पाएन किनभने मान्छेहरू अलरेडी पनि प्याक थियो अनि फर्स्टको स्टार्टिङको वाला पुल नि एकदमै राम्रो थियो अनि डिप थियो तर त्यसमा चाहिँ खेल्न डर लागेको थियो फाइनली पुलबाट बाहिर निस्किसकेँ फर्स्टमा यहाँ तल लगेको सेकेन्डमा यहाँ अनि 1 घन्टा जस्तो खेल्यो होला मजा आयो यहाँ चाहिँ पेस्ट्री छ अघि हामीले खाएर नसकेको लिएर चाहिँ प्याक गरेर अहिले चाहिँ यस्तो दामी छ खोलाको छेउमा अहिले चाहिँ 4:30 भइरहेछ अनि लुगा नि चेन्ज गरिसक्यो अब एकछिनमा निस्किन्छ मलाई हामी रमाइलो भयो अनएक्सपेक्टेड तरिकाले अनप्लान तरिकाले आएको थियो यहाँतिर चाहिँ लुगाहरू सुका हाम्रो एकछिन लुगा सुकाउन दिएको अनि कपालहरू सुकेर अनि जाने भनेको अहिले चाहिँ 5 बज्न लाग्यो 4:45 भयो अब हामी निस्किन लाग्यो रमाइलो भयो आजलाई चाहिँ यति नै हो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई हामी चाहिँ फ्राइडे आएको त्यो पनि यति प्याक मान्छे मैले चाहिँ मजाले स्विमिङ गरेँ अनि भिडियो चाहिँ खासै गरेन अनि फोटोहरू पनि खासै खिचेन त्यही भएर यो भिडियो पनि सर्ट भयो अस्तिको योभन्दा अगाडिको ब्लगमा त्यो मैले यताको खोलामा खेलेको ब्लगमा चाहिँ धेरै जस्तो पौडी खेलेको भिडियो हालेको थियो नि त त्यही भएर मैले यसमा धेरै पौडी खेलेको भिडियो हालेको छैन यो ठाउँको नाम चाहिँ थाहा भएन तर हामी यहाँ रोकेको थियौँ खाजा खानालाई हामीले यहाँ मोमो र चिया खाएको थियौँ अनि यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखेको थियो अगाडिपट्टि चाहिँ ललितपुर यतापट्टि साइडमा चाहिँ मकवानपुर म चाहिँ फर्स्ट टाइम यता ट्राभल गरेर भएर हो कि के हो मलाई चाहिँ सबै ठाउँ एकदमै राम्रो लाग्यो यताको